Welcome to Belur Chinnakeshav Temple. म बेलुर चिन्नकेशव टेम्पल आएको कि तर आज रङ टाइममा आएछ। आमामा क्या डरलाग्दो भिड रहेछ। यो टेम्पल चाहिँ तपाईँको बनिएको 1117 मा, लिटल मोर देन 900 इयर्स भएको है, ओल्ड। अब भित्र गएर अरू कुराहरू गरौँ हैन। यो गोपुरम I came on very long time रहेछ। तपाईहरुको यो चाहिँ हो होइसला आर्किटेक्ट है। यो चाहिँ तपाईको द्राविडियन र हाम्रो के अरे नर्थको नागारा स्टाइलमा बनिएको हो यो हो न। त्यहाँदेखि यसलाई चाहिँ तपाईको के भन्छ, मिक्स भयो नि त हैन, तपाईको फ्युजन नर्थ र साउथको द्राविडियन र नागारा, र त्यसले गर्दा चाहिँ होइसला आर्किटेक्ट भन्छ है। यो तपाईको विष्णुवर्धनले कमिसन गरेको 1117 मा हो। सो 900 वर्षभन्दा पुरानो मन्दिर। यो सबै सोप स्टोनले बनाएको हो। त्यो तपाईलाई द्राविडियन साउथ र नर्थ इन्डियाको टेम्पलहरूको डिफरेन्स भन्नुपर्दा चाहिँ तपाईको वेस्टको साउथको चाहिँ युजली वेस्ट गोपुरम हुन्छ क्या, एन्ट्रेन्स ठुलो गोपुरम हुन्छ, अनि त्यो कन्सन्ट्रेट मोर अन द गोपुरम है। यस्तो वेरेस नर्थ इन्डियाको मन्दिरहरूमा यस्तो हुँदैन। अन्त वाल हुन्छ फेरि साउथको चाहिँ। यो तपाईँको यो द्राविडियन स्टाइलमा चाहिँ अल वालको वाल होइन। यो होइसलामा चाहिँ अलिक छोटो छोटो मिडियम वाल। अन्त अर्को चाहिँ अर्को बेसिक डिफ्रेन्ट भनौँ, साउथतिरको टेम्पलहरूमा चाहिँ होइन गोपुरम भयो यस्तो क्या हो, पानी हुन्छ ट्याङ्क। वेरेज हाम्रो साउथको मन्दिरमा चाहिँ यस्तो ट्याङ्कहरू हुन्छ। नर्थ इन्डियाको चाहिँ हुँदैन क्या। त्यहाँ कोही कोही जग्गा भयो भने भयो अरे, नभए चाहिँ हुँदैन नै अरे। अब त्यहाँ द्याट इज द आर्किटेक्ट अफ साउथको नर्थको स्टाइल है। उयो चाहिँ प्रोटोटाइपहरू होइन, मोडल बनाएको अरे। विश्ववर्धन राजाको नाम उहाँको वाइफले बनाएको अरे हो। यो टेम्पलको बेस चाहिँ यस्तो स्टार सेपमा बनाएको छ क्या। यो यस्तो स्टार सेपमा बनाएको छ। अनि त्यो टुप्पासँग यो एलाइन गरेको छ अरे क्या। अब हाइजिनको कुरा लिएर है, यो भित्र अब त्यो भित्र मन्दिर छ होइन, त्यहाँ के गर्छ हो। यो भित्र मन्दिर छ नि, त्यहाँबाट चाहिँ पानी सबै बगेर यहाँ आउँछ अरे। अनि यहाँबाट कलेक्ट भएर चाहिँ तपाईँको वाटर गोस टु दिस एन्ड, त्यस्तो अरे। यसको बेसमा चाहिँ तपाईँको एलिफेन्ट छ है यो। अन्त एभ्री एलिफेन्ट डिफ्रेन्ट छ अरे क्या, सेम छैन अरे। एलिफेन्टले चाहिँ अब स्टेबिलिटी होइन देखाउँछ, बेस होइन। त्यहाँदेखि तपाईँको यहाँ माथि चाहिँ करेज, मिथिकल एनिमल लायनहरू क्या त्यस्तो छ अरे होइन। यसले चाहिँ अब त्यो देखाउँछ होइन, तपाईँको करेज एन्ड अल। त्यहाँदेखि माथि चाहिँ स्पिड वरियर हर्स चाहिँ है। अन्त यसको माथि चाहिँ तपाईँको अब के अरे रामायणहरू के त्यस्तो अरे। यो नर्थ इन्डियामा भए चाहिँ 7 वन्डर हुन्थेछ ताजमहलको बदली। साउथमा भएर अब क्यापिटलको छेउमा छैन हो, त्यस्तो भएको रहेछ। यहाँनिर मसिनो कामहरू मजाले गरेको छ। यो चाहिँ सोप स्टोनले बनाएको। अनि त्यति बेलाको घरमा पनि बाल्कुनी हुन्थ्यो भने देखाएको अरे यो चाहिँ क्या। त्यति घरमा बाल्कुनी उयो माथि त्यो बाल्कुनी छ हो। यहाँनिर डिफ्रेन्ट के छ हो। यो हात्ती कुनै मिल्दैन भन्दा चाहिँ नि है, यहाँ हात्तीले ठेल्दै रहेछ क्या। यहाँ मुनि चाहिँ ठेल्दै रहेछ कि, तर ओइ नठेल त भनेको अरे क्या। त्यसले यस्तो फर्केर हो। अनि कतिवटा छ अरे यो हात्ती हो, सबै डिफ्रेन्ट छ अरे। यसले कुनै के बोकेको रहेछ, उयो दुइटाले सुँड अड्काएको रहेछ, उयो अर्कै हो, त्यस्तो रहेछ। यो चाहिँ होइसला डाइनेस्टीको एम्ब्लम है। यो चाहिँ यङ केटा थियो अरे क्या, साला भन्ने। अन्त उसको अचानक बाघ आयो अरे नि त। अन्त उसको गुरुले चाहिँ भन्यो अरे होइसला भन्यो अरे क्या। होइ भनेको चाहिँ स्ट्राइक साला हिर्कायो, बाघ मार्यो अरे।
त्यहाँदेखि चाहिँ होइसला डाइनेस्टी स्टार्ट भएको भन्छ अरे। यो चाहिँ तपाईँको अब डे टु डे लाइफको होइन उनीहरूको त्यो टाइममा त्यो बिचको चाहिँ राजा होइन विश्ववर्धन, त्यहाँदेखि उहाँको वाइफ यो चाहिँ सन्तला देवी र विश्ववर्धन चाहिँ उहाँको इन्फ्लुएन्समा चाहिँ जैनिजम छोडेर चाहिँ विष्णुइजम फलो गर्नुभएको हो त्यो त्यति बेलाको। अब यहाँ चाहिँ पुरानो ओल्ड कन्नडी ल्याङ्ग्वेज अरे कि यसमा चाहिँ सबै लेखेको छ अरे क्या, कसले जमिन दान दिएको, कसले डोनेसन दिएको, वेल डकुमेन्टेड नि त्यस्तो छ त्यस्तो अरे। अब यहाँनिर लेखेको छ अरे नि होइन, अब यता यता यसमा छैन होइन, त्यसमा लेखेको छ त्यति बेलाको त्यो कसले बनाएको त्यस्तोहरू क्या, एकदम फेमस रहेछ नि त उसले बनाएको अरे के अरे मलोजा चावना दसोजा भन्ने आर्टिसनहरू थियो अरे क्या, उहाँले कार्भ गरेको अरे यो स्ट्याच्युको मुनि हो, यो यस्तो बनाएको रहेछ नि त होइन बेसमा, यो चाहिँ खाली रहेछ यो स्ट्याच्युको मुनि हो त्यो खाली। दिल्ली सुल्तानेतले प्लन्डर गर्यो भन्छ अब त्यो टाइममा हो। अन्त चाहिँ यो बेलुर चाहिँ तपाईँको होइसला डाइनेस्टीको फर्स्ट क्यापिटल, त्यहाँदेखि चाहिँ उनीहरूले सिफ्ट गर्यो उयसमा के अरे हेलिबेडु त्यहाँनिर हो, त्यहाँनिर सिफ्ट गरेको है। यो स्ट्याच्युहरूको नि इन्टरलक गरेको भन्छ उयो त्यहाँभित्र देख्नुभयो, यो अलग्गै बनाएर लिएर त्यहाँदेखि यहाँभित्र जोडेको भन्छ उयो यसरी, यो एउटै ढुङ्गामा बनिएको चाहिँ होइन क्या इन्टरलक सिस्टम। यो स्ट्याच्यु देख्नुभयो, यसको त्यो पछाडि हो त्यो एउटा सेपरेट ढुङ्गा छ नि त्यो चाहिँ इन्टरलक गरेको अरे। जस्तै यो माथिको चाहिँ अब त्यो तोडफोड गरेर जोडेको त्यो ग्याप जुन चाहिँ छ हो त्यहाँ चाहिँ अब उयो स्ट्याच्युहरू चाहिँ हो यहाँतिर थियो अरे क्या, त्यो निकालेर बोकेको इन्टरलक गरेर स्ट्याच्युमा ग्याप त्यो चाहिँ यिनीहरूले पछि लिएर बनाएको भन्छ। अब यो स्ट्याच्यु चाहिँ अब भित्र हालेको होला सर इन्टरलक गरेको ल यस्तो ग्यापहरू छ नि होइन, अन्त हो त्यस्तो ग्यापमा। तर यो माथिको चाहिँ त्यो एउटै स्टोनमा खोपेको रहेछ, कारण यो जग्गा खाली छ नि त होइन, त्यो त्यहीँ नै खोप्छ क्या, अब खोप्नुको लागि रेडी बनाएको रहेछ खासमा चाहिँ है। यता पनि त्यस्तै छ नि त, कारण यो खोपेको हो त्यहीँ नै, त्यो चाहिँ एउटै स्टोनमा खोपेको हो। यो मुनिको चाहिँ अलग्गै बनाएर लिएर जोडेको इन्टरलक गरेको हो, ढुङ्गा लक गरेको अब त्यति बेलाको। यो मन्दिर चाहिँ तपाईँको 900 वर्षभन्दा अलिकति पुरानो हो। विश्ववर्धनले जब चोलाहरूलाई जित्यो लडाइँमा त्यहाँदेखि चाहिँ उहाँले बनाएको हो। यो प्रिफरेड स्क्रिन जुन चाहिँ छ तपाईँको है, यो दुई भेराइटी बनाएको भयो, एउटा यस्तो भयो हो, अर्को चाहिँ उयो यस्तो, त्यहाँदेखि दुई भेराइटी गरे हो। यो माथि माथि मूर्ति छ, पहिला 44वटा थियो, अहिले कति 33 कतिवटा छ भन्दो रहेछ। यो चाहिँ होली खेलेको अरे ऊ, यहाँनिर एकजनाले सिरिन्ज भरिदिँदैछ हो, यसले के दिँदैछ त्यति बेला पनि होली चाहिँ खेल्थ्यो अरे क्या। यो ड्रम बजाउँदैछ नि है, त्यसमा डोरी बनाएको हेर्नु, स्टोनले बनाएको। यो स्ट्याच्यु चाहिँ अब उनीहरूको इमेजिनेसन है, यो पेपर कटिङ जस्तो गरेर बनाएको अरे। त्यहाँदेखि यो केटीले चाहिँ अब होइन हिर्काउनु खोज्दैछ अरे, बाँदरले चाहिँ उसको लुगा तान्दैछ, अब हाँसिरहेको छ क्या बाँदर, त्यस्तो अरे हो। त्यो एङ्कलेटहरू हेर्नु नि खुट्टामा आएको कस्तो। उयो चाहिँ ऐना हेर्दै गरेको अरे क्या, त्यसको ह्यान्डल पनि छ हो, कुनै दर्पण के भन्छ यसको नाम क्या,
यो म फुटाम त ओभर डिटेल गरिदिएको रहेछ देखि त्यो अरू स्ट्याचुमा चाहिँ उयस्तो दाग छैन नि होइन उयस्तो दाग त्यो चाहिँ के भएको अरे भने चाहिँ नि यो अर्जुनको बोमा चाहिँ थियो अरे पहिला के भाँचेको त्यो साउन्ड आउँथ्यो अरे त्यसले गर्दाखेरि 7 डिफ्रेन्ट स्केल बस्थ्यो अरे अन्त चाहिँ त्यस्तो भएको अरे त्यो चाहिँ अब भाँचेको भनौँ टुटेको यो चाहिँ रावणले कति के भन्छ अब दुनियाँ बोकेको कि त्यस्तै कति के हो अब त्यो अरे ओके यो कार्भिङ गर्नेले चाहिँ के भनेको अरे भने चाहिँ नि टिन्स हुन्छ नि टिन्समा चाहिँ के यस्तो बादल जस्तो अनुहार छ भने ओभर राम्री लाग्छ त्यो भनेको अरे योले चाहिँ thank you very much. I had a great time. बेलुरको चन्द्रकेशव टेम्पलमा पनि है चोलासलाई लडाइँमा जितेर विश्ववर्धनले बनाउनु भएको टेम्पल पनि देखियो आज क्राउड खाली भएछ अहिले चाहिँ कस्तो डरलाग्दो भिड है तर पनि त्यस्तो मैला हुँदैन है यहाँको मान्छेहरू है दे युज डस्टबिन क्या अनलाइक नर्थ इन्डिया है No, thank you. I had a great time.